सबैजनालाई सेवा सेमुना नमस्कार जय श्रमदान भन्न चाहन्छु र फेरि पनि बोल्न बाध्य भएको छु म। किन भन्नुहुन्छ भने चाहिँ एउटा इन्टरभ्यूमा मैले चाहिँ देखेँ रवि चुडाल भन्ने चाहिँ पहिला पनि हड्का साम्बाङ सरले बनाएको श्रम संस्कृतिमा आएर फुलमाला लगाएर होइन हड्का साम्बाङ भनेको छ्यास्छ्यास्ती भगवान हुन्, भगवानको पाउमा म आइपुगेको छु भन्दै एकदमै प्रशंसा गरेको देखेको थियौँ। र अहिले चाहिँ त्यही मान्छेले चाहिँ के अरे श्रमको नाममा हड्का साम्बाङले चाहिँ भ्रष्टाचार गरौँ भनेर चाहिँ आज मिडियामा बोलेको रहेछ होइन। यदि हड्का साम्बाङले भ्रष्टाचार गर्नुभएको छ भने प्रमाणसहित आऊ हामी जनताहरूले हड्का साम्बाङलाई, र यदि भ्रष्टाचारै गर्नुभएको छ भने पनि उहाँ आफै के गर्नुपर्छ, आफै नै स्वत सजायको भागीदार बन्नुहुन्छ। त्यसमा हामीले कुनै शङ्का उपशङ्का गर्ने कुरै हुँदैन। तर प्रमाण बिना जथाभावी बोलेर भाइरल हुने अथवा कुनै पनि मान्छेको चरित्रमाथि औँला उठाउनु भनेको राम्रो कुरो होइन। अहिले चुनाव आउने बेलामा चाहिँ हड्का साम्बाङको विरोध गर्ने, हड्का साम्बाङको पार्टी श्रम संस्कृति पार्टी भनेको 2 महिना मात्रै हुँदैछ। तिमीहरू किन यति साह्रो थररर कामेको? हड्का साम्बाङ भनेको जनतासँग भिजेर जनतासँग काम गर्ने मान्छे हो। तिमीहरू जस्तो विदेशबाट ऋण ल्याइ जनताको टाउकोमा 1-1 लाख रुपियाँ ऋण बोकाउने नेता होइन हड्का साम्बाङ भनेको। यो देशमा परिश्रम गर्नुपर्छ, यही माटोमा नेपाली जनताले रोजगारी पाउनुपर्छ भनेर रात दिन खटिरहने हड्का साम्बाङको विरुद्धमा तिमीलाई यस्तो आरोप लगाउनु तिमीहरूको हृदयले दिन्छ? तिमीहरू त अब जाने बेला भइसकेको छ। तिमीहरू आउँदै गरेको तिमीहरूको सन्तानलाई चाहिँ यो देश चाहिन्छ कि चाहिँदैन? तिमीहरूले मात्रै सुख शैलमा बसेर हुन्छ? आउँदै गरेको भावी सन्ततिले चाहिँ बस्नु पर्दैन यो देशमा? जे पाए त्यो बोल्ने। अनि हड्का साम्बाङ चाहिँ अहिले ट्रेन्डिङमा छ, है नेपाल विश्वले चिनेको छ हड्का साम्बाङलाई भन्ने। अनि हड्का साम्बाङको विषयमा बोल्ने, भाइरल हुने, फलोवर्स बढाउने, भ्युज बढाउने। अनि अहिले चाहिँ तिमीहरू के अरे हड्का साम्बाङको विरोध गर्ने। तिमीहरूले हड्का साम्बाङको विरोध गर्छौ नै भने पनि गर, केही छैन, गर। तर हड्का साम्बाङले चाहिँ नराम्रो चाहिँ काम के गरेको छ? अहिलेसम्म हड्का साम्बाङले भ्रष्टाचार गरेको छ? हिम्मत छ भने हड्का साम्बाङको विरोध होइन, भ्रष्टाचारीहरूको विरुद्धमा तिमीहरू बोल्न सक्छस्? बालेन, रवि, पुलमान, केपी शर्मा ओली, प्रचण्ड, देउबाको विषयमा बोल्न सक्छस्? सक्दैन नि होइन। उनीहरूसँग त यस्तो पाएको होला तिमीहरूले, अनि कहाँ बोल्छौ त? अहिले नेपालले एउटा देशभक्त नेता पाएको छ। देशमा केही गर्नुपर्छ। देशमा भाइ बहिनीहरूलाई रोजगारी पाउनुपर्छ, फ्याक्ट्रीहरू खोल्नुपर्छ, विदेश जानु हुँदैन, विदेशीको दलालमा यो देश हुनु हुँदैन, विदेशी ऋण ल्याउनु हुँदैन। जे छ हामी नेपाली जनता आफ्नै देशमा खुसी हुनुपर्छ भन्ने नेताको तिमीहरू खुट्टा तान्न खोज्ने सबै मिलेर। तिमीलाई चाहिँ कस्तो नेता चाहिएको यो देशमा? ल भन, नेपाली जनता हो यो प्रश्न नेपाली जनतालाई अब म गर्छु। तपाईहरूलाई भ्रष्टाचारी नेता चाहिएको हो कि इमान्दार नेता चाहिएको? चुनावकै कुरा गर्ने हो भने हिम्मत र दम छ भने सिङ्गल लडौँ न, आफ्नो आफ्नो चुनावी एजेन्डा लिएर लडौँ न। जनताले कसलाई मत दिँदो रहेछ भन्ने कुरो त्यहाँ हुन्छ। गठबन्धन गर्ने कुनै के गर्ने
अनि दुनियाँभरको आरोप लगाउनु चाहिँ जानेको है तिमीहरूले। धेरै बोल्यो अरे, धेरै हड्का सामाङ धेरै बोल्दा चाहिँ देशलाई घाटा छ कि नाफा छ? हिजो देखेन अमेरिकाले भेनेजुएलामा के गर्यो? हाम्रो देशलाई पनि त्यस्तै बनाउन खोजेको। देश र यो देश, यो मातृभूमि भन्छौ तिमीहरू, मुखाले मात्रै भन्दा रहेछौ, व्यवहारमा पनि उतारा कि व्यवहारमा पनि उतारा। मुखाले भनेर हुँदैन, व्यवहारमा देखाउनु पर्छ। मातृभूमिको माया कस्तो हुन्छ भन्ने कुरो हड्का साम्पाङलाई सोध, हड्का साम्पाङसँग सिक। अहिले केही गर्न पाएन र म रविलाई भन्छु, रवि चुडाल कि को हो, प्रमाण लिएर आउने। जथाभावी बोल्नु पाइँदैन। लोकतन्त्र हो, बोल्न पाइन्छ, तर जथाभावी बोल्न पाइँदैन। यो हामी सबै 3 करोड नेपाली जनताको चेतावनी। हड्का साम्पाङले श्रमको त कुरै नगर। तिमीहरूले एक दिन देशको लागि श्रम गरेको छौ, पसिना बगाएको छौ। हामीले 4 वर्ष भयो देशको निम्ति पसिना बगाएको। पेटको लागि 6 दिन, देशको लागि 1 दिन भन्ने नारासहित हामीले हप्ताको 1 दिन भए पनि, हामीले 2 घन्टा भए पनि, 1 घन्टा भए पनि, आधी घन्टा भए पनि देशको निम्ति गरेका छौँ। र धरानको जनतालाई गएर हेर, उनीहरूले देशको लागि दिनदिनै पसिना बगाइरहेको छ। धरान जतिको जनताले काम गरे जतिको तिमीहरू गर्न सक्छौ? सक्दैनौ। तर राम्रोलाई राम्रो भन्न सक, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ र भन्ने बानी पनि बसाल्नुपर्छ। अर्काको आलोचना गर्नुभन्दा अगाडि म कस्तो छु भन्ने कुरा सोच्ने र यो देश के हुँदैछ भन्ने कुरा सोच्ने र आफ्नो आउने भावी सन्ततिको लागि सोच्ने हो। हड्का साम्बाङको लागि सोच्ने होइन। आफ्नो आउँदै गरेको भावी सन्ततिको लागि यो देश रहने कि नरहने भन्ने कुरामा दिमाग लगाऊ। भोलि सुतिरहेको बेलामा आधी इन्डिया आधी चाइना हुने दिन नआओस्। यो यस्तो दिन देख्नु नपरोस्। यो मेरो व्यक्तिगत च्यालेन्ज हो। र फेरि पनि अन्तिममा म भन्न चाहन्छु रवि चुडाललाई, हड्का साम्बाङले श्रमदानको नाममा के अरे भ्रष्टाचार गरेको प्रमाण लिएर आउनु। देश बनाउनुको लागि विदेशबाट खाइ नखाइ आफ्नो छाक काटेर श्रम गर, देश बना भनेर पठाएको हिसाब किताब खोज्ने अधिकार छैन। किनभने तिमीले 1 दिन पनि श्रमदानमा आएको छैनौ, देशको लागि 1 दिन पनि पसिना बगाएको छैनौ। अनि ठुला कुरा गर्ने नेपाली जनता अब सचेत भइसकेको छ, सचेत भइसकेका छौँ। भ्रम छर्दैन होइन। र नेपाली जनतालाई पनि म के भन्न चाहन्छु भने, भ्रमको पछि होइन, श्रमको पछि लाग्नुहोस् र यो आउने फागुन 21 गते माटो चिह्नमा भोट लाएर अत्याधिक मतले विजय गराइदिनु न पनि म हार्दिक अनुरोध गर्दछु। जय माटो, जय देश।